यो चाहिँ मेरो आजको फर्स्ट मुभ हो। फर्स्ट मुभ चाहिँ आज कन्टेनरबाट सुरु भएको छ। यो चाहिँ मेरो सेकेन्ड मुभ। अब मैले ब्याक गरेर देखेको होला। यता फर्किने, यता पनि मेक्सियो गर्नु पर्यो नि त। यता ठोकिन्छ किन सब टाइट पार्किङ हो, टाइट। Complete. डोर 9 को लागि एमटी ट्रेलर लिएर जानुपर्ने भयो।
हेलो, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ मेरो यो हप्ताको लास्ट डे काममा। एकदम वेदरहरु पनि पानी परिरहेको छ, सिमसिमे पानी, हल्का हल्का सिमसिमे पानी छ। अनि आज चाहिँ अब यसो यो अडियोबाट बोलेर ट्राई गर्नु पर्यो भन्दैछु भिडियोमा। अनि तपाईहरुलाई मैले यो यार ड्राइभिङ कसरी कुदाउने भनेर हल्का हल्का देखाइरहेको छु भिडियोतिर। अनि कुदाकेहरु पनि हेर्दिनु होला, भिडियोलाई माया गर्दिनु होला। यस्तै यस्तै भिडियोहरु म पोस्ट गर्ने छु। अनि म केही महिना पछाडी चाहिँ यो खालको ट्रक, सेमी ट्रक कुदाउन जाँदैछु ओभर द रोड। यो टेलर 53 फिटको यस्तो ट्रक कुदाउन जाँदैछु मेदेखि। त्यो भिडियोहरु पनि म अपलोडहरु गर्नेछु, माया देखाइदिनु होला त्यो भिडियोमा पनि। यस्तै ट्रकहरु कुदाएको भिडियोहरु हाल्छु म चाहिँ मेरो च्यानलमा, तपाईहरुले माया देखाइदिनु होला। आज चाहिँ मेरो यहाँ छ मेरो यार ट्रक। यो हो मेरो ट्रक। अनि म चाहिँ यो कम्पनीमा काम गर्छु, रायन लजिस्टिक। यो कम्पनीमा आयो। आजको वेदर घामसाम पनि छैन, पानी। ओ के भयो यहाँ त, सबै गानाङ गुनुङ छ त। यो चाहिँ के भएछ भने यो इलेक्ट्रिक वायर चाहिँ कोही अर्को फसिबको ड्राइभरले चुटाए जस्तो छ। म देखाउँछु तपाईहरुलाई कस्तो बनाएछ यो सबै। एकदम यो यस्तो बनाइदिएछ चुट्टारै। खै कसरी चुट्टायो। गोराहरू साह्रो अल्छे हुन्छ हौ। यसरी तान्दा भइहाल्ने कुरो हो। आउँदैन त। यो चाहिँ चुटाए जस्तो छ। खै भन्यो कि भनेन कम्पनीमा गोरेले। यसलाई म यहाँ ठ्याक्कै यसले बाँधिदिनु पर्यो। जिप टाई बनाइदिन्छु। जिप टाई लगाएर त्यहाँ होस्। अहिलेलाई सबै बिगारेछ नि कालेले। कस्तो खालको रहेछ हौ, अल्छे रहेछ, अल्छे अल्छे। यो म इलेक्ट्रिक वायर चाहिँ चलाउँदिनँ नि त, किनभने मेरो डे सिफ्टमा हो काम। र डे सिफ्टमा त चाहिँदैन, यो दुईटा भयो हुन्छ। इमर्जेन्सी र ब्रेकको भयो भइहाल्यो। यति भएपछि मलाई किन चाहियो 2-3वटा नि त। क्लोज गरिया डोर। अब स्टार्ट गरौँ। यो त मेरो होइन त। 1 2 3 अलराइट।
यो चाहिँ मेरो क्लिपबोर्ड यहाँनिर चाहिँ हामीले सारेको टेलरहरू मुभ गरेको कहाँदेखि कहाँ लाने यसमा हुन्छ यो पेपरमा लेखेको हुन्छ एक दुई तीनटा हुनुपर्ने अच्छा ल हेर मेरो टाइम अझै छ 2 मिनट बाँकी म त्यसो अन गर्दिनँ लेट्स ट्राई मेरो नाम लेखेँ आधा 12 25 ट्रक नम्बर ऑटोमीटर 57 70 Alright. सक्यो अब म ठ्याक्क लगइन गरेर देखाउँछु तपाईहरुलाई यहाँनिर मेरो नाम छ मेरो नाममा क्लिक गर्ने पासपोर्ट लाउने ट्याक्कसँगले अब पासपोर्ट भएन फेरि खिच्यो पासपोर्ट लगायो वेलकम अनिल कटवाल 5 वटा मुख ओहो अचम्म भयो त भनेपछि म एकछिन बिजी हुने पर्यो अब 5 वटा मुभ भनेको लगभग 10 वटा टेलर एम्प्टी र लोडेड गरेर अब यसलाई कहाँदेखि डोर 13 देखि आउटबाउन्ड लड 3 मा ल्याउनु पर्यो ल अहिले चाहिँ भेटौँ हामी Can you open the door? धन्न यहाँ यो फर्स्टको टेलर हो त्यही भएर यस्तो पेपर पछाडि टेलरमा राखिदिएको हुन्छ मैले माइक्रोफोन भनेको मेरो रेडियो ल्याउनै बिर्सेछु अघि त्यहाँ मागेर सेक्युरिटी गार्डलाई अब जाँदा चाहिँ लिएर आउँछु म यहाँ राखौँ अहिले यो एकदमै जाडो छ आज त अब बप्चेल त धेरै छ आज बप्चेल भनेको चाहिँ टाउको मात्रै हुन्छ टेलर हुँदैन त्यसलाई बप्चेल भन्छ उखराइ त अहिले खायो भने अहिले भोक लाग्छ ग्यास भइदिनु अब यहाँ म गेटमा आइपुगेँ गेटमा सेक्युरिटी गार्ड छ बप्चेल भनेको यहाँ आउँदैछ म देखाउँछु ल
छिमेकी राष्ट्रको सामने इन्डिया इन्डियन यताबाट जाउँ कि म let's see try to go अलिकति क्लोजमा लानुपर्छ के भन्नुपर्छ जानु दिनु मलाई बप्चेल भनेको चाहिँ बोलाए साथीलाई Brother, can I have radio? Yeah, that's Let me pick up this call. Alright, thank you.